गोजो सातोरु कसरी सिल भयो? गोजो सातोरु ओभर पावर्ड छ, यो कुरा हामी सबैलाई थाहा छ। उसलाई अट्याक लाग्दैन, उसले कर्सहरू खेलौना जस्तो खेलाइदिन्छ। तर जुजुत्सु काइसेनले एउटा खतरनाक प्रश्न सोध्छ। यदि गोजोलाई मार्न सकिँदैन भने उसलाई कसरी हटाउन सकिन्छ? आजको भिडियो गोजोको हारको बारेमा होइन, यो भिडियो गोजोको मेन्टल स्टेट, मेन्टल कमजोरीको बारेमा हो। प्रिजन रियल्म। प्रिजन रियल्म कुनै साधारण कर्स टुल होइन, यो एउटा लिभिङ अब्जेक्ट हो जसले समय, स्पेस र कन्सियसनेसलाई बन्द गर्छ। यसको रुल सिम्पल छ तर क्रुअल छ। कसैलाई पनि यसमा सिल गर्न 1 मिनेटसम्म मेन्टल्ली प्रेजेन्ट राख्नुपर्ने हुन्छ। यो 1 मिनेट रियल टाइम होइन, यो गोजोको दिमागले अनुभव गर्ने टाइम हो। जुजुत्सु काइसेनमा दिमाग नै ब्याटलफिल्ड हो। गोजोले फाइटमा कहिल्यै हेजिटेट गर्दैन, किनकि ऊ कसैसँग पनि इमोसनल्ली अट्याच हुँदैन, गेटो बाहेक। सुगुरु गेटो गोजोको साथी मात्रै थिएन, ऊ गोजोको ऐना थियो। एउटै शक्ति, एउटै सपना, तर निष्कर्ष र बाटो चाहिँ फरक। शिबुया इन्सिडेन्टमा गोजोले गेटोलाई देख्छ र त्यो मोमेन्टमा उसको आँखाले, उसको 6 आइजले खतरा देख्दैन। बरु उसको मनले पुरानो सम्झनाहरू मात्रै देख्छ। गोजोलाई थाहा छ गेटो मरिसकेको छ, तर उसको दिमागलाई यो कुरा स्वीकार गर्न केही समय लाग्छ। केन्जाकुले यही सेकेन्ड प्रयोग गर्छ, किनकि उसलाई थाहा छ गोजोको शरीर होइन, उसको दिमाग जित्नुपर्छ, उसको मन जित्नुपर्छ। गोजोको दिमाग पुरानो समयतिर फर्किन्छ। मैले गेटोलाई रोक्न सकिनँ, सायद म गलत थिएँ। यो गिल्टले गोजोलाई मुर्छा पार्छ। गोजो हार्दैन, तर ऊ सोच्न थाल्छ, अनि त्यति नै इनफ हुन्छ गोजोलाई सिल गर्न। 1 मिनेट पुरा हुन्छ, संसारको सबैभन्दा बलियो ससोरर सिल हुन्छ। यो सिन केवल प्लट ट्विस्ट मात्रै होइन, यो जुजुत्सु काइसेनको म्यासेज हो। शक्तिले तपाईँलाई अझै बनाउँदैन, तपाईँको मनले तपाईँलाई जिताउँछ वा हराउँछ। गोजोले कर्सहरूलाई जित्न सक्छ, तर ऊ आफ्नो पाससँग अझै लडिरहेको छ। गोजो संसारकै सबैभन्दा शक्तिशाली ससोरर सिल भएपछि अब संसारबाट ब्यालेन्स हट्छ। वर्ल्डको पावर चाहिँ इम्ब्यालेन्स हुन्छ। कर्सहरू डराउँदैनन्, पहिला डराएर लुकेर बसेकाहरू पनि अब बाहिर आउँछन्, अनि सुकुना जस्तो शक्ति उठ्न थाल्छ। अब सोच्नुहोस् त, यदि संसारबाट गोजो हटाइयो भने कसले त्यो खाली ठाउँ पर्छ? त्यसको एन्सर हो सुकुना। गोजोलाई सिल गरिसकेपछि पावर ब्यालेन्स टिप भएर कर्सहरूलाई फेभर गर्ने भएको छ। अर्को भिडियोमा हामी सुकुना किन शक्ति होइन आतङ्क हो, पावर होइन टेरर हो भन्ने कुरा बुझ्नेछौँ। यदि तपाईँहरूलाई यस्तै स्टोरी टेलिङ मनपर्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ।